सो गाइस आज एउटा हाम्रो यहाँनिर हिरो आएको छ ल उसको भिडियो बनाउँदैछु सो हेर्नु तपाईँलाई कस्तो लाग्छ सो कमेन्ट गर्नुहोस् मान्छे हिरो छ आज मेरो घरमा काम गर्न आएको अरे नगर्ने अरे ऊ उसको मालिकको घरमा जाने अरे यहाँ कहाँ जाने भाइ तिमी कसको घरमा जाने अरे ओइ यहाँ त मलाई ए लु भन त हिजो कति पैसा पायो तिमीले पेमेन्ट भन त हिजो हिजो आलु बोकेर कति पैसा पायो अरे 400 यता र मलाई 400 50 कतिवटा 50 हुन्छ 400 मा भन त भन न कतिवटा 50 को 400 हुन्छ अघि त तिमीले हिजो फेरि 300 पायो भने चाहिँ फेरि अहिले 400 पायो भने अहिले मेरो त 2 दिन भयो नि काम 2 दिनमा 400 पाएको फेरि 50 कतिवटा 50 को 400 हुन्छ ल भन ल यहाँ दुईजना छ दुईजना ल मोबाइलको कसपास गरेर फ्राइन्छ नि ल लु भन त 400 मा कतिवटा 50 हुन्छ भन त हुन्छ नि भन्न त कति हुन्छ ल म भन्दैन म भन्ने ल भन्नु म किन भन्नु लु भन तिमी भन लु चाट हुन्छ ए चाट 8 वटा हुन्छ चाटको 200 हुन्छ ए 100 हो र 400 मा 4 र 50 हुन्छ 8 वटा 50 को 400 हुन्छ म हिसाबले मिस्टेक ओइ भाइ तँ भन त कति हुन्छ 7 वटा हुन्छ 400 मा 7 वटाको चाहिँ 400 हुन्छ 50 को अनि त्यसरी 100 मा कतिवटा 10 वटा 10 कतिवटा 10 को 100 हुन्छ 10 को हैन 10 गरेर 100 रुपैयाँमा चाहिँ कतिवटा 10 हुन्छ 20 बे 10 बे भयो भने 50 रुपैयाँ भयो हैन हैन 10 कतिवटा 10 ले चाहिँ 100 हुन्छ भनेको मलाई थाहा छैन कतिवटा 10 हाले पनि 100 हुन्छ भन त कतिवटा 10 हाले पनि 100 हुन्छ भन त मलाई थाहा छैन त पढेको त छैन पढ्ने मान्छेले पो थाहा छ त अनि त्यहाँ तिमीले हिजो 300 पायो भनेको हैन 300 छैन कतिवटा 10 थियो 10 को थियो कि 100 को थियो कि 50 को दिएको थियो हिजो तिमीलाई कस्तो नोट दिएको थियो हिजो को चाहिँ तिमीलाई अब 300 दियो भने हिजो काम गरेको आलु बोकेको अनि त्यो चाहिँ कस्तो नोट दियो 100 को दियो कि 10 को दियो कि 50 को दियो कि 100 को दियो 100 को कतिवटा दियो तीनटा अनि तीनटामा 400 भयो अनि मेरोमा आज फेरि 100 थियो नि त अनि 400 भयो ए हो अन्त तिमीले त 400 त उले दियो भनेको हैन अन्त तिमीलाई अनि तिमी हिजो त घुमिरहेको थियो बजारमा तिमी अनि मलाई 150 रुपैयाँ दिने म काम गर्छु भन्दै हिँडेको थियो 4 बजेसम्म यतिखेर त काम भएको त अनि मेरो हो र तपाईँको मोबाइलले पुऱ्याइदिन्छ उयो के आउरेमा उयो नगर्नु के गरिदिने आजको मोबाइलमा गयो भने फेरि मलाई भयो उल्टा भयो टम्सला भयो लाउँछ कसले लाउँछ लाउँछ नि छ नि मान्छे अङ्कल मलाई बोज्ने किन छ नि मेरो दाजुले मलाई गाली गर्छ नि त किन तिम्रो दुईजना त खतरा दिँदैछ दुईजना नै तिम्रो दुईजना नाम चाहिँ बता त दुईजनाले नाम बता के नाम हो तपाईँको नाम के हो नाम भन्दैन त टोपीवालाले त के लु भन्नु अरे के नाम भन्नु न त नि नाम भन्नु अरे नाम के हो तिम्रो नाम चाहिँ के भन मेरो नाम यता हेर भन न भने यता हेर न भाइ यता हेर न पैसा नि भनेन म भन त घोप्टो पऱ्यो भन त नाम के हो नाम के हो भन न म नाम भन्नु त जान्दिनँ तिम्रो नाम के हो थाहा छैन तिम्रो नाम त टोइ के भने सुनेको थियो हो के हो लु आफै भन्दैछ नि मलाई थाहा छैन सिंहाने अरे हो के हो अनि थाहा छैन मलाई बिर्खे ए घ्याम्पे हो तिम्रो नाम होइन लु भन त्यसो आफैले भन तिम्रो नाम के हो नभए त हामी त तिम्रो नाम घ्याम्पे भनिदिन्छु नि फेरि म लु भन नाम के हो तपाईँको नाम के हो भन्ने चाहिँ भन्नु अरे होइन तिम्रो चाहिँ सोधेको तिम्रो चाहिँ मेरो नाम मलाई थाहा छैन नि त तिम्रो नाम भन तर छिटो थाहा छैन न त म घ्याम्पे भनेर राखिदिन्छु फेरि जे नाम भन्छ यो भन्नु तर मेरो नाम चाहिँ कहिले चिनायो भने मेरो नाम थाहा हुँदैन हो र तिमी चाहिँ के हो टाइटेनिक हो क्या टाइटेनिकको भाइ हो क्या म अर्को मान्छे हो के मान्छे हो सुँगुरे उयो जस्तो हो ऊ त्यो बाह्र उपर छ नि हो खर्खर गर्दैछ त्यो हो भा सुँगुर हो तिमी
के सुँगुर घर जङ्गली कि घरिया जङ्गली हो बँदेल आज तिमी यहाँ के नआएको के गर्न आएको थियो हाम्रोमा दाइहरूकोमा अँ। के गर्न आएको भन्दा के गर्न आएको थियो अरे हाम्रोमा काम गर्न आएको थिएँ काम काम गर्ने के काम तिमी त नि कति बजीसम्म गर्छौ भरे बेलुका भन 2 बजी 2 बजीसम्म मात्रै अनि हाजिरा कति दिनु मलाई उम्, 750 कति 750 कति दिनको एक दिनको 1000 एक दिनको हजिरा 1000 उम्। अनि 12 बजी मासु होला मासु भात त अब मालिकले दिनु पर्यो ए अनि सब्जी चाहिँ सब्जी मासु अन्डा अनि डन्डा पनि दिनु होला नि त्यहाँबाट त थेट अन्डासँग त डन्डा पो खान्छ त डन्ठा थेट यो कसको मोबाइलमा गयो भने साँच्ची पनि तलै म गउँछु मलाई गोत्ने मेरो नाम के हो भन पहिला ताको नाम अँ। ताको नाम नि तबला बोक्ने ए हो तिम्रो नाम चाहिँ मेरो नाम निखिल हो निखिल ए वाइस निखिल हो जस्तो निखिल जस्तै लाग्यो मलाई पनि यता हेर त निखिल त्यो बिल्डिङबाट हाम फाल्दाखेरि तिम्रो त्यो के भन्छ केस कर्ला कुर्लुक भएको हो तिम्रै होइन तिम्रो केस कर्ला कुर्लुक आँखा पनि चिम्से चिम्से भएछ नि त त्यतिखेर रुखबाट माथिबाट हाम फाल्दा एक दिनमा 1 लाख कमायो त्यो फिल्ममा 1 लाखमा कतिवटा हजार हुन्छ 0 अनि 1 लाखमा 1914 को होइन के हो 1914 को के हो के हो हुन्छ नि अब 1 लाखमा कतिवटा जिरो हुन्छ त तिमीले भन्दैन त घोप्टो परेको परे गर्छ भन त कतिवटा जिरो हुन्छ 1 लाखमा हुन्छ नि अब लु त्यो 1 रुपियाँमा कतिवटा जिरो हुन्छ भन 1 रुपियाँमा 8 आनामा 1 रुपियाँमा 1 रुपियाँमा 1 रुपियाँमा 0 कतिवटा जिरो हुन्छ दुईटा जिरो हुन्छ 1 रुपियाँमा त्यो 100मा चाहिँ कतिवटा जिरो हुन्छ दुईटा अनि 1 रुपियाँमा पनि दुईवटा जिरो 100मा पनि दुईवटा जिरो त्यसो तिम्रोमा चाहिँ कतिवटा जिरो हुन्छ मेरो त एउटा मात्रै 0 हो होइन दुईजना पुरा मिल्दो रहेछ है त्यत दिँदैन यिनीहरू सबै साइकको मात्रै हो मान्छेहरू हो नि तिमी चाहिँ के हो म झोली थेट टुम्बा होइन तिमी त घ्याम्पे हो अरे नि त हो होइन के हो मेरो नाम निखिल हो निखिल हो निखिल चाहिँ कस्तो जङ्गलमा उफ्रिने न पोलेर खानुपर्छ थाहा छ कसले नाम राखेको घ्याम्पे थेट दिमाग पनि घ्याम्पे भएछ दिमाग ठिकमा राखेर तपाईँको मेरो नाम नि को पनि थाहा छैन क्या हो मलाई मात्रै थाहा छ काम नपाएर के हो यहाँनिर काम नपाएर गोजीमा पैसा हुँदैन अरे हो बेकारी भयो नि अरे काम खोज्दाखेरि काम भेट्दैन अरे घरमा जाने बेलामा अरे गाली सुन्छ अरे क्या काम पनि खाएको त्यस्तो हुन्छ कस्तो कुरा भनेको लु भन्छ मैले अस्ति मैले ढुङ्गा बोकेँ तल खल्टा मार्दै गरेको कामै गर्नु मान्दैन अस्ति 2-3 खेप आज कहाँ टोइलेट ए लास्टमा काम गर्नु त गऱ्यो होइन लास्टमा उयो 150 रुपियाँमा कसले काम गर्छ लु भनेर एक दिनमा म 1000 रुपियाँ खान्छु भनेको सुन्नुको 20 रुपियाँ दिएर त या त अलिकति टाइम मात्रै त हो काम अनि 1200 गरेको अनि 1200 मा कति 150 रुपियाँ कति गर्छ 150 2 into 175 पाउन्ड पर्ने पाएन तर त्यो 20 रुपियाँ मात्रै पाइछ अनि त्यो 70 रुपियाँ गयो त पाएन गयो नि अब त्यसले माग्न सकेनस्
एक लाखमा कतिवटा हजारले 1 लाख हुन्छ हुन्छ नि म भनौँ 10 वटाको 1 लाख हुन्छ 10,000 कसै चाहिएको कतिवटा हजारले चाहिँ 1 लाख हुन्छ अरे दादा? 1000 को 10 वटा चाहिन्छ 1000 को 10 वटाले चाहिँ 1 लाख हुन्छ? 5 को 50 हुन्छ अनि 5 को 50 1 लाख होइन कतिवटा हजारले चाहिँ 1 लाख हुन्छ? 10,000 चाहिन्छ कस्तो कुरा गऱ्यो चाहिएको 1,000 2,000 10,000ले 1 लाख हुन्छ अनि 5 को 5,000 किन हाँसेको अन्त हो त 50,000 त्यसलाई सोध्नु त 25,000 कसरी कतिवटा 500ले पुग्छ भन् 500ले 50,000 500ले त अनि 50,000 पाउनु कतिवटा पाइन्छ चाहिँ दुईटा हातको हो कि होइन भन् 1 लाख कति होइन 50,000 कतिवटा उयो 500 चाहिन्छ लु भन् 50,000 500 कतिवटा चाहिन्छ दुईटा दुईटै मात्रै भन्नु जाने मैले 500 500 1000 त्यो भनेको नाम निखिल अरे त्यो माथिबाट झर्दैखेरि साइको भयो होला तार चुट्यो होला तेरो त्यो माथि के भन्छ डोरी लाएर झर्दैखेरि निखिल के भल्तार तेरो जुडेको छ तार चुट्यो होला अब बनाउनु जानुपर्छ होइन बनाएको त त्यहाँ अझै छुट्टी दिनमा 1 लाख कमाएको होइन एक दिनमा कसले दिन्छ एक दिनमा तँलाई एक दिन ल तँलाई एक दिनमा 1 लाखमा किन कमाउनु सक्छ 300 रुपियाँ त दिनु मान्दैन अहिले मान्छेले तर किन 1 लाख माग्नु त अहिले गोजेर गएर मेरो थोपडा सपडा सबै फुलाएर पढाइन्छ 1 लाख माग्नु हो यो गुवाले लाग्यो भने 10 दिनु ल मलाई 1 लाखको काम गर्ने कति दिन लाग्छ थाहा छ एक बार पनि लागेन क्याम्पेको। अब लाग्छ पर्खिनु नि भयो लाग्छ हेर्नु ल